नेपाली क्रिकेट टिमका दुई मुख्य स्पिनर सन्दीप लामिछाने र ललित नारायण राजवंशीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीद्वारा सार्वजनिक गरिएको नयाँ टी20 वरियतामा उल्लेखनीय सुधार गरेका छन्। स्कटल्याण्डमा सम्पन्न त्रिदेशीय टी20 श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेपछि उनीहरूले विश्व वरियतामा स्थान सुधार गरेका हुन्। 2 वर्ष यता विवाद र प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका लामिछानेले टी20 वरियतामा एकैपटक 41 स्थानको फड्को मारेका छन्। उनी अब 75औं स्थानमा उक्लिएका हुन्। स्कटल्याण्डमा भएको टी20 श्रृङ्खलामा सन्दीपले 4 खेलमा 9 विकेट लिँदै नेपाली टोलीको बलिङ लाइनअपलाई धारिलो बनाएका थिए। यो प्रदर्शनले उनको पुनरागमनलाई प्रभावशाली बनाएको छ। यस्तै बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले पनि टी20 वरियतामा उल्लेखनीय सुधार गरेका छन्। उनी 29 स्थान उक्लिँदै 54औं स्थानमा पुगेका छन्। स्कटल्याण्ड सिरिजमा उनले 4 विकेट लिएका थिए। ललितले टी20 का साथै एकदिवसीय क्रिकेट वरियतामा पनि उचाइ लिएका छन्। एकदिवसीयमा उनी 5 स्थान सुधार गर्दै 48औं नम्बरमा पुगेका छन्। यस्तै टी20 अलराउन्डर वरियतामा दिपेन्द्र सिंह ऐरी तेस्रो स्थानमा यथावत छन्। टी20 क्रिकेटमा बलिङ, ब्याटिङ र फिल्डिङ तीनवटै पक्षमा निरन्तर प्रभाव छाड्दै आएका उनले आफ्नो स्थान मजबुत बनाएका हुन्। यो वरियता नेपालका कुनै पनि खेलाडीको अहिलेसम्मकै उत्कृष्ट र्याङ्किङ हो। ब्याटिङतर्फ कुशल भुर्तेलले पनि सुधार गरेका छन्। टी20 ब्याटिङ वरियतामा उनी 10 स्थान माथि उक्लिँदै 83औं स्थानमा पुगेका छन्। अलराउन्डर वरियतामा उनी 6 स्थान सुधार गर्दै 32औं स्थानमा उक्लिएका छन्। हाल टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपाल 18औं र एकदिवसीय क्रिकेटमा 17औं स्थानमा यथावत छ, जुन स्थानले तत्काल ठूलो उत्साह दिने अवस्था छैन। यद्यपि पछिल्लो समय युवा खेलाडीहरूको प्रदर्शनले आशा जगाए पनि विश्वस्तरीय क्रिकेट राष्ट्रहरूबीच स्थायित्व कायम गर्न नेपालले अझै धेरै सुधार गर्नुपर्ने देखिन्छ। विशेष गरी बलियो टोलीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास, नियमित अन्तर्राष्ट्रिय खेलहरूको आयोजना र अनुभवी तथा होनार खेलाडीहरूको निरन्तरता जरुरी छ। वरियता केवल अङ्कको खेल मात्र होइन, यो देशको क्रिकेटको समग्र प्रतिष्ठासँग पनि जोडिएको हुन्छ। त्यसैले आगामी दिनमा नेपालले खेल जित्नुका साथै वरियतामा पनि क्रमशः माथि उक्लिनेतर्फ लक्ष्य राख्न आवश्यक छ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।